हामी वर्षकै सबैभन्दा बहुप्रतीक्षित भू-राजनीतिक घटनाको कुरा गर्दैछौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनको राजकीय भ्रमण। यो कुनै सामान्य कूटनीतिक भेटघाट मात्र पक्कै होइन। यसले आउँदो दशकको विश्व अर्थतन्त्र, प्रविधि र सुरक्षाको दिशा नै तय गर्नेवाला छ। त्यसो भए यो भ्रमण किन यति धेरै महत्त्वपूर्ण छ त? आउनुहोस्, विभिन्न रिपोर्ट र तथ्याङ्कहरूको आधारमा यसलाई बुझ्ने प्रयास गरौं। सुरुमा आजको हाम्रो यो छोटो रूपरेखालाई हेरौं। हामी ट्रम्पको बेजिङ भ्रमणबाट कुरा सुरु गर्नेछौं। त्यसपछि शक्ति सन्तुलनमा आएको परिवर्तन, इरान र ताइवानको विवाद, प्रविधि र आर्थिक प्रतिस्पर्धा हुँदै अन्त्यमा संवाद र भविष्यको बाटोबारे चर्चा गर्नेछौं। ल, अब सिधा पहिलो विषयमै प्रवेश गरौं, ट्रम्पको बेजिङ भ्रमण र यसको तयारी। 1/3 यो आँकडाले नै धेरै कुरा बोल्छ। सोच्नुस् त, विश्व अर्थतन्त्रको पुरै 1/3 हिस्सा अमेरिका र चीनले मात्र ओगट्छन्। यसको सीधा अर्थ के हो भने वाशिंटन र बेजिङ बीच सानो मात्रै खटपट भयो भने पनि विश्वभरका बजारहरूमा भूकम्प जान सक्छ। यो उनीहरूको आन्तरिक मामिला मात्रै होइन, विश्वकै आर्थिक स्थायित्वको मेरुदण्ड हो। उनीहरूको निर्णयले ग्लोबल सप्लाई चेनदेखि हाम्रो आफ्नै भान्साको महँगीसम्मलाई असर गर्छ। त्यसैले त सबैले यसलाई यति चासोका साथ हेरिरहेका छन् नि। अब टेबलमा मुख्य एजेन्डाहरू के छन् त? अघिल्लो व्यापार युद्धको ह्याङओभर अझै बाँकी नै छ, तर अहिले प्राथमिकताहरू निकै बदलिएका छन्। परम्परागत व्यापारभन्दा पनि अहिले सेमिकन्डक्टरको आपूर्ति अनि दुर्लभ खनिज अर्थात् रेयर अर्थ मिनरल्समाथिको नियन्त्रणले प्राथमिकता पाएको छ। प्रविधिको यो युगमा यी खनिजहरू कति महत्त्वपूर्ण छन् भने यसले नयाँ भूराजनीति नै कोर्दैछ। साथै इरान र ताइवानका मुद्दाहरूले गर्दा यो वार्तालाई झनै पेचिलो बनाएको छ। अब लागौं दोस्रो विषयतर्फ। अन्तर्राष्ट्रिय मिडियाको नजरमा कसरी बदलिँदैछ त शक्ति सन्तुलन। यसपालि मिडियाका विश्लेषणहरू पनि दुई ध्रुवमा बाडिएका छन्। रोइटर्स र फरेन पोलिसी जस्ता आउटलेटहरूले अमेरिका अलि रक्षात्मक बनेर व्यवस्थित गतिरोध अर्थात् म्यानेज्ड स्टेलम्याटतर्फ लागेको बताउँछन्। तर ब्लुमबर्ग र एनबीसीको भनाइ अर्कै छ। उनीहरूका अनुसार विशाल घरेलु बजार र त्यही दुर्लभ खनिजको रणनीतिक फाइदा उठाउँदै यसपटक चीन अझ बलियो स्थितिमा प्रस्तुत हुँदैछ। अब कूटनीतिक टेबलमा को साँच्चै हाबी हुन्छ त्यो त हेर्न बाँकी नै छ। द गार्डियनबाट प्रेरित यो भनाइले अहिलेको यथार्थलाई ठ्याक्कै छुन्छ। संरचनात्मक र वैचारिक मतभेदहरू पक्कै पनि जिउका तिउँ छन्। यी दुई महाशक्तिहरू रातारात मिल्नेवाला त पक्कै छैनन्, तर उनीहरूले विभिन्न कार्य समितिहरू मार्फत एउटा सुरक्षित दायरा भने बनाउँदैछन्। यसलाई राइभलरी म्यानेजमेन्ट भनिन्छ। प्रतिस्पर्धा त गर्ने, तर कुरा विनाशकारी खुला द्वन्द्वसम्म नपुगोस् भनेर होशियारी अपनाउने। अब अलिकति विशिष्ट भूराजनैतिक द्वन्द्वहरूको कुरा गरौं, मुख्य गरी इरान र ताइवान विवाद। इरानको विषयलाई लिएर पर्दा पछाडि गजबको कूटनीतिक खेल चलिरहेको छ। एएफपी र वाल स्ट्रिट जर्नललाई मान्ने हो भने अमेरिकाले चीनलाई प्रमुख तेल खरिदकर्ताको हैसियत प्रयोग गरेर इरानमा युद्ध विराम गराउन निकै दबाब दिइरहेको छ। तर बेजिङले तेल आयात कटौती गर्ने कुरालाई ठाडै अस्वीकार गर्दै यसलाई उल्टै अमेरिका विरुद्ध एउटा रणनीतिक बार्गेनिङ चिपको रूपमा प्रयोग गरिरहेको छ। ऊर्जा आपूर्तिलाई कसरी हतियार बनाइन्छ भन्ने यो एउटा एकदमै सटिक उदाहरण हो। अब ताइवानको कुरा गर्दा $14 अरब एउटा विशाल आँकडा अगाडि आउँछ। द न्यूयोर्क टाइम्सका अनुसार यति ठूलो रकम बराबरको सैन्य हतियार ताइवान पठाउने प्याकेज अहिले अमेरिकी विदेश विभागमै थन्किएर बसेको छ। एकातिर ताइवानलाई मजबुत बनाउने नीति छ, अर्कोतिर बेजिङ भ्रमणकै मुखमा चीनलाई चिढाउन नहुने डर छ। यही कूटनीतिक चेपुवाले गर्दा ट्रम्प प्रशासनभित्र एउटा ठूलो अलमल सिर्जना भएको हामी प्रष्टै देख्न सक्छौं। वाशिंटन अलमलमा पर्दा उता बेजिङको सन्देश भने एकदमै स्पष्ट छ। रोयटर्सका अनुसार चीनले ताइवानलाई दिइने अमेरिकी हतियार बिक्री पूर्ण रूपमा बन्द हुनै पर्ने भन्दै आफ्नो रातो रेखा अर्थात् रेड लाइन प्रष्टसँग कोरेको छ। चीन ताइवानको मामिलामा सैन्य होडबाजी भन्दा राजनीतिक संवाद मात्रै स्वीकार गर्ने अडानमा छ। यसले पक्कै पनि अमेरिकालाई निकै अप्ठ्यारो स्थितिमा पुर्याइदिएको छ। हतियार र कूटनीतिबाट अब हामी प्रविधि र आर्थिक प्रतिस्पर्धाको नयाँ रणभूमितिर लागौं। आजको समयमा वास्तविक युद्ध त माइक्रोचिप र अल्गोरिदममा पो लडिँदैछ। पोलिटिको र फाइनान्शियल टाइम्सका अनुसार आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईको दौडमा चीनले अमेरिकालाई निकै उछिनिरहेको छ। यही बुझेर नै ट्रम्पले यस वार्तामा सेमिकन्डक्टर सप्लाई चेनलाई सुरक्षित राख्ने विषयलाई मुख्य एजेन्डा बनाएका हुन्।
तर रमाइलो कुरा के छ भने जतिसुकै लडे पनि भोलि एआईबाट आउन सक्ने विश्वव्यापी खतराहरूलाई रोक्न दुवैले मिलेर काम गर्नै पर्ने बाध्यता पनि छ। राजनीतिक मञ्चहरूमा जतिसुकै चर्को भाषण सुनिए पनि 60% भन्ने एउटा रोचक तथ्याङ्कले अर्कै कथा बन्छ। करिब 60% अमेरिकी पुँजी भएका कम्पनीहरू अझै पनि चीनमै आफ्नो लगानी बढाउने सोचमा छन्। 2025 यताका व्यापार परामर्शहरूले देखाएको यो सकारात्मक संकेतले के बुझाउँछ भने राजनीति र व्यापार सधैँ एउटै ट्र्याकमा चल्दैनन्। जति टसल भए पनि नाफा र विशाल बजारको चुम्बकले यो दुई अर्थतन्त्रलाई अझै पनि जोडिरहेकै छ। यसबाहेक सन् 2026 यी दुवै देशका लागि निकै ठूलो वर्ष हुँदैछ। एकातिर चीन आफ्नो 15औं पञ्चवर्षीय योजना सुरु गर्दैछ र एपेकको आयोजना गर्दैछ। अर्कोतिर अमेरिका आफ्नो 250औं वार्षिकोत्सव मनाउँदै G20 शिखर सम्मेलनको नेतृत्व गर्दैछ। यस्ता विश्वव्यापी मञ्चहरूको नेतृत्व गर्दा जलवायु परिवर्तन र खाद्य सुरक्षा जस्ता मुद्दाहरूमा उनीहरू बीचको सहकार्य एउटा विकल्प मात्रै होइन, पूरै विश्वकै लागि अनिवार्य शर्त बन्न पुग्छ। यी सबै चुनौतीहरूलाई हेर्दा अबको बाटो कस्तो होला त? अब हाम्रो अन्तिम खण्ड, संवाद र भविष्यको बाटो। अहिलेसम्मका घटनाक्रमलाई क्रमबद्ध रूपमा हेर्दा एउटा कुरा प्रष्ट हुन्छ। बाहिर जतिसुकै तनाव देखिए पनि पर्दा पछाडिको कूटनीति भने रोकिएको छैन। नोभेम्बर 2024मा ट्रम्पलाई दिएको बधाईदेखि अक्टोबर 2025मा बुसानको प्रत्यक्ष भेटघाट अनि 2026सम्मका निरन्तर टेलिफोन संवादहरूले देखाउँछन् कि उनीहरू टक्रावभन्दा पनि व्यावहारिक सहकार्यमै जोड दिइरहेका छन्। कुराकानी रोकिएको छैन, जुन पूरै विश्वको लागि राम्रो खबर हो। इतिहास र वर्तमानलाई दाँजेर हेर्ने हो भने निकै फरक देखिन्छ। कुनै बेला रिचर्ड निक्सन र हेनरी किसिन्जरले चीनसँग सम्बन्ध सुधार्न ताइवानको मुद्दालाई एकातिर पन्छाउने आँट गरेका थिए। तर आजको यथार्थ त्यति सजिलो छैन। आधुनिक कूटनीतिमा आर्थिक सुरक्षा, प्रविधि र आन्तरिक राजनीतिको यस्तो बाक्लो जालो छ कि कुनै एउटा कुरालाई सजिलै पछि हेरौँला भनेर पन्छाउन मिल्दैन। अहिलेको प्रशासनले यो सम्पूर्ण जटिलतालाई एकैसाथ सन्तुलनमा राख्नै पर्ने बाध्यता छ। यति धेरै संरचनात्मक शक्तिहरू, प्रविधिको दौड र भू-राजनीतिक जटिलताहरूका बीच अब सबैभन्दा ठूलो प्रश्न यही हो, ट्रम्पले अब कुन कूटनीतिक कदम चाल्लान् र त्यसले आउने दशकको विश्व व्यवस्थालाई कसरी आकार देला। यी दुईको निर्णयले हाम्रो भविष्यको नक्सा कोर्दैछ र सिङ्गो विश्व सास रोकेर यही हेरिरहेको छ।